टिआर प्रोडक्सन प्रस्तुत गर्दछ। दाइ सुन्नुहोस् न। हजुर भन्नुहोस्। रात परिसक्यो, साइकलको चेन पनि बिग्रियो, अलि यसो सहयोग गरिदिनुहोस् न। हजुर ल कहाँ बसिरहेको ढिला भइसक्यो, हेर्नुहोस्। पख न, यस्तै बेला त नि हामीले सहयोग गर्ने, आफूलाई परेको बेला नि अरूले सहयोग गर्ला नि। सहयोग गरेर बस म गएँ। डिजिटल रिसाएर जानुभयो, तपाईँ पनि जानुहोस्। रिसाएर के नै हुँदैन भाइ, आज मैले सहयोग गरेँ, भोलि मलाई दुःख पर्दा सहयोग गर्ला नि, होइन भाइ? दाजु साइकल बन्यो, धन्यवाद है, तपाईँलाई धन्यवाद। दाजु बस्नुहोस्, म घरसम्म पुगाइदिन्छु। होइन भाइ, मेरो घर 2 घर पछाडि हो, म आफै जान्छु नि, तिमी जाऊ। ल म गएँ है। बाई बाई। उफ कस्तो बिचारमा साइकल बिर्खेको के, हत्तेरिका कसरी साइकल बनाउने होला अब। ओहो, उताबाट बाजा आउनु भएको छ, बाजालाई सहयोग माग्नु पर्यो। बाजे यहाँ साइकल बनाउन आइदिनु न। हजुर नानी, मलाई त साइकल बनाउनै आउँदैन। ल लाग्यो है। दिदी यहाँ साइकल बनाउन सहयोग गरिदिनुहोस् न। यहाँ हाम्रो फुर्सद छैन, हामी त गएँ। उफ यत्तेरिका मान्छेमा मानवता नै छैन, सहयोग पनि कसैले गर्दैनन् के। हुन त हो, मैले पनि दुःख परेको बेला मान्छेहरूलाई सहयोग पनि गरेन, सहयोग गर्दा पनि रिसाउँथे। हे भगवान्, अबदेखि म दुःख परेको बेला मान्छेलाई सहयोग गर्छु, कहिले पनि रिसाउँथेन। हे भगवान्, उफ, हे भगवान्, हे भगवान्, हे भगवान्। बहिनी के भयो? केही सहयोग चाहिन्छ? हजुर यहाँ साइकल बिर्क्यो, यस्तो हेरिदिनुहोस् न। खै बहिनी छोडा त, म हेर्छु। ओहो, तिमी त साइकल बिग्रिएर रहेछ। ए ल यति बनाए नि त। ल ठिकै छ त, ल राम्रो भयो, बन्यो त। धन्यवाद दाजु साइकल बनाइदिएकोमा। ल जाऊ बहिनी, रात परिसक्यो, जाऊ। हस् दाजु, धन्यवाद। यो हाम्रो सानो भिडियोले कसैलाई दुःख परेको बेला सहयोग गरिन्छ भने आफूलाई पनि दुःख पर्दा कसैले सहयोग गरिन्छ। जस्तो राम्रो कर्म गरे राम्रो फल पाइन्छ भन्ने सन्देश दिन्छ। नमस्कार।